चस्मा लाउनेको चाहिँ श्रीमती उम्मेदवार हो कि ऊ आफै उम्मेदवार हो? श्रीमतीले फेरि घर दैलो गरेको देख्छु। अचम्म लाग्छ भन, छक्क पर्छ। कति हाँस्नु पर्ने, यो खालखालकै नमुना देखियो, खालखालकै नमुना देखियो। यो तोड्का परेको आँखाले होइन, खालखालकै नमुना पनि देख्नु पर्ने। कालो चस्मा लाउने साथीलाई मैले जेनजी आन्दोलन भन्दा अगाडि निकै मान्थे है, मैले पनि हट्टेरी हो या मान्छे राम्रै हो भन्ने साथ पनि दिएकै हो। जेनजीको आन्दोलन हुँदाखेरि के भयो? ल जानु है, यही गर्नुपर्छ भन्नुभयो बिचरा केटाकेटी होइन। स्कुलको ड्रेसमा झोला बोकेर किताब बोकेर, त्यो किताबसँग त्यहाँ मरिरहेको अहिले तस्बिरहरू भाइरल भइरहेछ। किताब बोकेर आन्दोलनमा गइरहेको छ, टाउकोमा गोली हान्दिरहेको छ। अर्को उसको साथी चाहिँ फेरि उसको गिदी पक्रेर बौलाइरहेको छ होइन। अब के गर्ने अब आत्तिएर नि गरिन्छ। कतिको खुट्टा छैन, कतिको आँखा छैन, कतिको च्याफु गइरहेको छ। मैले त खुद हेरेको त्यहाँ तपाईँको ट्रमा सेन्टर। आउनु न बालन भाइ, आउनु सम्हालिदिनु देश भन्दाखेरि कहाँ गयो है। महिना लुकेर बसेर हिजोआज चाहिँ प्रधानमन्त्री बन्छु भनेर चाहिँ नि 1000 पुलिससँग कुदिनेको देख्छु। मैले बारम्बार भनेको छु, अहिलेको गृहमन्त्री र अहिलेको आइजिपीको स्पष्टीकरण लिन्छ श्रम संस्कृति पार्टीले है। भयभरको पुलिस चाहिँ बालेनको अघि पछि किन पठाएको?